व्हाट्सअप गाइज अब हामीहरूको नेक्स्ट घुम्ने डेस्टिनेसन चाहिँ चुमजुङ भिलेज हो। कुन भिलेज? पाटन साइड। यो देख्नुभयो नि, यो पुरै मस्तको हिमाल छ है। यतापट्टि साइड पनि मस्तको हिमाल छ। यो हावाले गर्दा चाहिँ केही साउन्ड नसुनेको होला त। ब्याकग्राउन्ड चाहिँ यस्तो मजाको छ। अनि हामीहरू यहाँबाट चाहिँ चुमजुङ भिलेज जाँदैछौँ। यहाँबाट कति लाग्छ टाइम? 10-15 मिनटमा हामी चुमजुङ भिलेजमा पुग्छौँ। ल बिच बाटोमा खिच्दै जानेछु। यहाँबाट चाहिँ सब लभ है गाइस। भिडियोमा हाम्रो ब्याकग्राउन्ड सबसे राम्रो आउँदैन। योभन्दा हाइट हामी चुमजुङ भिलेजमा त्यसपछाडि हामी पाटनमा जान्छौँ। As you can see here, मस्तको हिमाल देखिरहेछ। अनि यो ठाउँ दामी छ। यो ठाउँ पनि राम्रो छ भन्ने सुन्नमा आइरहेको छ है। अरू केही नै हिमाल पछिको हेर्छु भनेको को त हो? चुमजुङ भिलेज कस्तो आइरह? के साह्रो हेर्छ अहिलेको चुमजुङ भिलेज। यहाँ अलिक जनावरहरू पनि धेरै हुन्छ। जनावर कति हुन्छ? जनावर हुन्छ ल्याएर मार्नु त मिल्दैन नि। फाइनल्ली हामीहरू यहाँ जुन पाटन भन्दै थियौँ नि त्यो एरियामा आयौँ। यता हो यता हो तिमी त्यो पाटनमा आयौँ हामीहरू। वाउ यस्तो क्लियर हुन्छ नि यो पानी चाहिँ, यत्तिकै पिउन नि मिल्छ क्या। पानी हो कि खाना। अनि हामीहरू चाहिँ यहाँ बिचमा एकछिन बस्छौँ। यहाँ पाटन हेरेको यहाँ चाहिँ जनावरहरू पनि आइरहेको छ अरे क्या। धेरै बेर नबसौँ। अनि यहाँनिर माथि यहाँनिर क्या मजाको यहाँनिर हिमालहरू रहेछ है साथी भन्नुभयो। तर अलिकति रिस्क भनेको चाहिँ के हो भने जङ्गली जनावरको क्या के हुन्छ जनावरहरू त्यस्तो मान्छेलाई आक्रमण गर्ने जनावर चाहिँ कमै हुन्छन्। लाइक हिउँसित नाइट टाइमतिर आउने, जाडो बढ्यो भने आउने हुन्छ। तर अन्य जनावर हेर्न लायकका चराचुरुङ्गीहरू माथि देख्यौँ नि हामीले। के भन्छ त्यसलाई? त्यस्ता जनावरहरू हुन्छन् भन्न चाहिँ खोजेको। ओके नाइस। तर यो पानी भनेको अघि देख्नु भयो नि, यो पानी चाहिँ कस्तो भने चाहिँ यही हिमालबाट बगेर आएको पानी हो कि यहाँ मेल्ट भएर अर्को पानी हो। यो चाहिँ यहाँ नि कस्तो छ भने चिसो क्या, चिसो हावा लगाइराख्नेवाला होइन त्यो छ। यिनी चाहिँ यहीँ छन् 3 वर्षदेखि। धेरै त मोटा होइन पहिला भन्नुपर्दा। अनि अरू चाहिँ त्यही हो
यो पानी। तर यो अगाडिको सिन क्या मस्त देखिरहेको क्या है। पछाडि कस्तो देखियो थाहा छैन होइन। तर यो वाला हामी देखेछ कि यो वाला चाहिँ राम्रो देखियो कि। कस्तो भइरहेछ अब एकदम चिसो छ है लास्ट है। अहिले यस्तो चिसो बढ्यो है। तर दामी छ पछाडिको ब्याकग्राउन्ड हेर होइन। पछाडिको ब्याकग्राउन्ड हेर सब ब्याकग्राउन्ड हेर के पुरै चारै उसबाट नि होइन हिमालय छुपिरह होइन। त्यही हो। तर अहिले हावा लगाइरहेको जाडो छम्म छम्म हातैभरि चुरा बजाउँदै बताइयो सानो माया तिमी लजाउँदै आह छम्म छम्म आह छम्म छम्म। आज चाहिँ हामी चुङजुङको यो पाटनमा छौँ नवीन। अब यता क्यामेरातिर फर्स्टमा रिभ्यू। त्यहाँदेखि आज हामी घुम्दैछौँ। रिभ्यू कस्तो फिल भइरहेछ क्यामेरा त ए एकदम रमाइलो है। यस्तो रमाइलो नजाराहरू देखिरहेको छु पछाडि अब जे होस् यो ठाउँसँग चाहिँ मेरो 3 वर्षदेखिको गहिरो सामिप्यता छ। तर नवीन आज यो ठाउँमा फर्स्ट टाइम होइन। प्लस चिसो एकदमै धेरै बढेको अहिले होइन। अघि रिसेन्टली अघि त ठिकै थियो नि टेम्परेचर घाम चाहिँ तर राम्रो अहिले चाहिँ हावा चलेर यो उत्तरी हावा चलेर अलिकति चिसो बढी छ। यसरी घाम आयो भने त मजा नै हुन्छ। यस्तो रहेछ कि एकछिन आउने घाम एकछिन जाने आउने जाने रहेछ। हावा चाहिँ लागिराख्नेवाला रहेछ कि यो ठाउँमा चाहिँ। तर नाइस छ क्या यो ठाउँ घुम्नेहरू जति पनि आउनुहुन्छ नि यो ठाउँ चाहिँ भिजिट गर्नु होला। यसलाई चाहिँ छुङजुङ पाटन भन्छ होइन। चुङजुङको पाटन छुङजुङको पाटन भन्छ। छुङजुङको पाटन सरी चुङजुङको पाटन राइट। 5 चोटिमा राइट भयो है। तर नाइस छ कि यो ल गाइज हामीहरू यहाँबाट निस्किन थालेको है। के बोल्नु छ सुरेश? करिब 20 मिनटको यो ठाउँसँग गहिरो सम्बन्ध राखेर हामी जाँदैछौँ। सायद नवीनको फर्स्ट एन्ड लास्ट हुन्छ होला त्यही भएर म त्यस्तो भन्दैछु है।